सबैका लागि नेपाली सर्ट स्टोरी च्यानल कृपया भिडियोलाई लाइक शेयर अनि च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। मायाको मन्दिर। प्राचीन नेपालको एक सानो गाउँमा हिमालयको काखमा एउटा रहस्यमय मन्दिर थियो। यो मन्दिर मायाको मन्दिरको नामले चिनिन्थ्यो। यसको निर्माण कसले गरेको थियो भन्ने कुरा कसैलाई थाहा थिएन, तर गाउँलेहरूको विश्वास थियो कि यो मन्दिर देवताहरूले बनाएका हुन्। यहाँ एउटा अद्भुत शक्ति थियो जसले मानिसहरूको मनोकामना पूरा गर्ने विश्वास गरिन्थ्यो। तर यो मन्दिर सजिलैसँग पुग्न सकिने ठाउँ थिएन। यसमा पुग्नको लागि एउटा गोप्य बाटो थियो जसलाई केवल शुद्ध मन र इमानदारीता भएका मानिसहरूले मात्र पत्ता लगाउन सक्थे। गाउँमा एउटा युवा जवान बस्दथ्यो जसको नाम राजन थियो। उनी साहसी, दयालु र जिज्ञासु थिए। उनले आफ्नो जीवनमा धेरै कुरा सिक्न चाहन्थे, तर उनको सबैभन्दा ठूलो इच्छा थियो आफ्नो गाउँलाई एकजुट राख्ने र यसको गौरवशाली इतिहासलाई बचाउने। एक दिन उनले आफ्नो बुबाबाट मायाको मन्दिरको बारेमा सुने। बुबाले भने, राजन, यो मन्दिरमा एउटा शक्ति छ जसले मानिसहरूको मनोकामना पूरा गर्न सक्छ। तर यसमा पुग्नको लागि तिमीलाई धेरै परीक्षणहरू पार गर्नुपर्छ। राजनले निश्चय गरे उनी मायाको मन्दिर पुग्नेछन् र आफ्नो गाउँको कल्याणको लागि प्रार्थना गर्नेछन्। राजनले आफ्नो यात्रा सुरु गरे। उनले गाउँबाट बिदा लिँदै आफ्ना साथीहरूलाई भने, म फर्केर आउँदा हाम्रो गाउँलाई नयाँ जीवन दिनेछु। यात्रा कठिन थियो। उनले घना जङ्गल, खोलाहरू र अग्ला पहाडहरू पार गर्नु पर्यो। यात्राको बाटोमा उनले धेरै चुनौतीहरू सामना गरे, जस्तै जङ्गली जनावरहरू, प्रकृतिको प्रकोप र आफ्नै डरहरू। तर राजनले हार नमाने। उनको इच्छा शक्ति र दृढ सङ्कल्पले उनलाई अगाडि बढाउँदै गयो। अन्ततः राजन मायाको मन्दिर पुगे। मन्दिर एउटा ठूलो चट्टानको टुप्पोमा अवस्थित थियो। यसको वास्तुकला अद्भुत थियो। पुरानो शिल्पकलाले सजिएको, देवताहरूको मूर्तिहरूले भरिएको। मन्दिरको ढोकामा एउटा बुढो व्यक्ति बस्थे। उनले राजनलाई देख्दै भने, तिमी किन यहाँ आएका हो? राजनले भने, म आफ्नो गाउँको कल्याणको लागि प्रार्थना गर्न आएको हुँ। बुढो व्यक्तिले मुस्कुराउँदै भने, तिमीलाई 3वटा परीक्षणहरू पार गर्नुपर्छ। यदि तिमी सफल भयौ भने तिमीलाई मायाको मन्दिरले आशीर्वाद दिनेछ। पहिलो परीक्षण, शक्ति। राजनलाई एउटा ठूलो चट्टानलाई हटाउनु पर्यो। यो चट्टान मन्दिरको बाटो रोकेको थियो। राजनले आफ्नो सारा शक्ति लगाए, तर चट्टान हलचल गरेन। अन्तमा उनले बुद्धि प्रयोग गरेर चट्टानलाई घुमाएर बाटो खोल्यो। दोस्रो परीक्षण, धैर्य। राजनलाई एउटा गहिरो खोलामा डुब्नु पर्यो र एउटा मूल्यवान पत्थर फेला पार्नु पर्यो। उनले धैर्यता र संयमले खोज्न थाले र अन्ततः पत्थर फेला पारे। तेस्रो परीक्षण, त्याग। अन्तिम परीक्षणमा राजनलाई आफ्नो सबैभन्दा प्रिय वस्तु त्याग्नु पर्यो। उनले आफ्नो बुबाको दिएको एउटा मूल्यवान घडी त्यागे। 3वटा परीक्षण पार गरेपछि राजन मन्दिरभित्र पुगे। मन्दिरको गर्भगृहमा एउटा दिव्य प्रकाश थियो। उनले आफ्नो गाउँको कल्याणको लागि प्रार्थना गरे। देवताले उनलाई आशीर्वाद दिए र भने, तिम्रो इच्छा पूरा हुनेछ। तिम्रो गाउँ एकजुट र समृद्ध हुनेछ। राजन गाउँ फर्किए। उनले आफ्नो यात्राको कथा सुनाए र गाउँलेहरूलाई एकजुट गरे। मायाको मन्दिरले दिएको आशीर्वादले गाउँलाई नयाँ जीवन दियो। राजनले सिके कि साहस, धैर्य र त्यागले मात्र सच्चा सफलता प्राप्त गर्न सकिन्छ।